नमस्कार। हजुरहरूलाई नकारात्मक ऊर्जाले असर गरे जस्तो लाग्छ? केटाकेटी राम्रोसँग खाना मान्दैनन्, सुत्न मान्दैनन्, निन्द्रामा तर्सिने झस्किने गर्छन्, सपनाहरू बिग्रिन्छ भने चाहिँ यी जडीबुटीहरूले धुप लगाउनुहोस् घरमा, एकदमै राम्रो हुन्छ। सबैभन्दा सुरुमा पहिला यो सालधुपलाई पनि तपाईँले कोइलामाथि राखिदिनुहोस्। यसले पनि घरमा भएका नकारात्मक ऊर्जालाई हटाउँछ। अनि यो गोकुल धुपले चाहिँ तपाईँलाई एकदमै राम्रो गर्छ, मनलाई शान्त बनाउने, मनलाई चाहिँ एकदमै खुसी बनाउने काम गर्छ। भनेपछि यो ल्वाङ र सुकुमेलले चाहिँ देवी देवता पनि खुसी हुने अनि घरमा राम्रा भाइबहरू आउने पनि गराउँछ। र तेजपत्ताले चाहिँ दुश्मन लागेको छन्, नजर छ भने हटाउँछ। अनि यो चाहिँ तपाईँको तितेपाती, निमपत्ताको धुलो है, अनि यो पनि राख्नुहोस् र सर्स्यौँ पनि राख्नुहोस्। सर्स्यौँले चाहिँ नकारात्मक ऊर्जाहरूलाई चाहिँ विनाश गर्छ, कसैको नजरहरू छ भने त्यो पनि हटाउँछ। अनि यो भूतकेशले पनि नकारात्मक ऊर्जाहरू, कतैबाट अकाल मृत्यु भएका छायाहरूलाई पनि यसले चाहिँ एकदमै राम्रो काम गर्छ। यो नकारात्मक ऊर्जाहरू हटाउने एकदमै अचुक उपाय हो है। त्यसपश्चात चाहिँ यो जटामसीको हो। यो जटामसीले पनि तपाईँको घरमा बाहिरबाट आउने नकारात्मक ऊर्जाहरूलाई चाहिँ रोक्छ। कपुरले त अब सुख शान्ति समृद्ध हरेक कुरामा कपुर एकदमै राम्रो। अनि यो चाहिँ तितेपाती, कुमकुमपाती, के मिसाएको जडीबुटी हो। सालधुपहरू सबै मिसिएको छ त्यसमा। अनि त्यस पछाडि चाहिँ हजुरले आफ्नो किचनमा, खाना खाने ठाउँमादेखि लिएर सबै घरमा घुमाएर चाहिँ घर बाहिर निकालेर गेटभन्दा बाहिर लगेर घोप्ट्याइदिनुहोस्। मेरो च्यानललाई हजुरहरूले पनि सब्सक्राइब गरिदिनुहोस्, लाइक कमेन्ट गरिदिनुहोस्। थ्याङ्क यू सो मच भिडियो हेर्नुभएकोमा। जय शम्भु, जय महाकाली।